पोखरिङ डाँडाको रमाइलो साथीहरू चाहिँ नजाने अरे कि एक्लै गएर आउँछु म नि त्यहाँ डाँडामा अब एउटा पोखरी यहाँ तल छ केटा हो यहाँ पो रहेछ त आइज त पौडी खेल्न है धुम्मा लाग्न थालेर त छ्या कस्तो दामी हुँदै थियो धुम्मा लाग्न थाल्यो नि गाइस 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 धुम्मा लाग्न थाल्यो नि धुम्मा आउनु थाले धुम्मा लास्टै लास्टै दामी छ लडेर पुटुङ टुङ टुङ लडी बडी खेल्ने जस्तो नि पुर्लुङ पुर्लुङ लडी बडी पो खेल्न थाल्यो पुर्लुङ पुर्लुङ हुन्थ्यो अब पुल्डुङ 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 त्यही डाँडासम्म पुगेर आउँछ ल त्यहाँ माथिको डाँडामा नि त्यहाँ गएर फोटो खिचेर आउँछ साह्रै साह्रैको ल यहाँ चाहिँ पिकनिक पार्टीहरू रहेछ होइन छोडेर अगाडि जानु छ ल जमीन माथि धुम्मा लाग्यो मान्छे बिहान अलिक छिटो आउनु पर्दैछ बिहान अहिले ढिलो भयो कि उठ्नु त छिटो उठेको बिहान ल हेर्न त त्यहाँ डाँडा कति रमाइलो छ म त धुम्मा लागेर हेर्ने होइन गाइस 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 बोका हेर्ने बोका गाइस गाइस बोका हेर्ने बोका होइन रहेछ नि है बोका भनेको त गाई पो रहेछ है त्यसले के होला कमेन्ट गर्नु है गोरु हो कि गाई हो कसले चिन्नु भयो कसले चिनेन लेखेर भन्नु ल के रहेछ त गाइस त्यो डाँडा घुम्नु कस्तो लाग्दैछ त गाइस मेरो भिडियो मार्फत डाँडा हेरेर तपाईँलाई भन्नु केही छ अब डाँडा गइँदैछ होइन त्यहाँ पुगिन्छ अझै अर्को डाँडा पनि पुगिन्छ ल लुमदार भएको डाँडा त्यहाँनिर हो यहाँ आइपुग्यो आमा ढुङ्गा कोत्रो यहाँबाट त नि कोत्रो भिर साथी हो हेर्ने त नि झरी गयो भने त चौरी चरिरहेछ घन्टी बजाउँदै त्यहाँनिर हो साथीहरू चाहिँ त्यहाँ फेरि डाँडामा छ है के गर्दैछ अझै लामो बनाउनु पर्ने छ साथी दामी देख्छ नि हौ गुराँस फुल्दा त लास्टै दामी देख्छ हो यो अहिले गुराँस फुल्दै छैन यस्तै छ मिलाको क्यामेरा मेलाको अवस्था तर चिसो चिसो है दामी छ अहो लुमदार डाँडा भइ लुमदार मजाले टाँगेको रहेछ पानीको ट्याङ्की जस्तो पनि छ यहाँ त होइन के छन् पानी नै हो दामी दामी ल के यहाँ मात्रै जानु होइन मलाई त अझै त्यहाँ पारि डाँडामा जानु मन लागेको थियो कि पोखरी दामी रहेछ हौ साथी हो
ओहो लुम्बारले अड्कायो है हामीसम्म बाहिर पनि जान्छ ओ यसकै ओ साथी हो त्यसै साथीहरू चाहिँ आउँदैन अरे म चाहिँ त्यहाँसम्म भने एक्लै जान्छु घामरा गुन्द्रुङ ठ्याक ठ्याक ठुकठुक पुक पुक गर्दै गइन्छ गएर आउँछु म दामी डाँडालाई चाहिँ छोडेर केटाहरू नि बसिरहन्छ त कहाँ हुन्छ त पोखरी हेर्नु त त्यता त्यहाँबाट आएको आउनु चाहिँ दामी साथीहरू बसिरहेको छ फेरि रमाइलो गरिरहेको छ कि रमाइलो चाहिँ फेरि यता आइयो अरे डाँडामा जानुपर्छ दामी हुन्थ्यो छाङछा चिची भनेर बसिरहेको छ म चाहिँ जाँदै गरेको अगाडि जानुपर्छ हामी हो यस्तै त हो नि बोरो जहिले यस्तै त हो नि बोरो होइन ल अब घर हेरिहाल्नु पोखरी त्यहाँ हो गाडी ल्यान्ड ओभर है आइपाउँदैन यो ल्यान्ड ओभर गाडी चाहिँ हाम्रो यो नारायण भन्ज्याङबाट सन्दकपुरसम्म चाहिँ ल्यान्ड ओभर चाहिँ पाउँछ है साथी हो यो त चल्ने त्यही ल्यान्ड ओभर हो अरू गाडीले चाहिँ तान्न सक्दैन अरे कि त्यो ल्यान्ड ओभरले चाहिँ तपाईँको फेरि भित्ता पाखा होइन भिर जङ्गल सबै है पारेपछि सक्यो अरे कि कुखुरा खतरा पालेको रहेछन् यतातिर बाटो बनाएको थियो क्या हो दामी बाटो थियो यसो हेर्दा त नेपालपट्टि बनाएको बाटो हो कि यो कि त मान्छेले हिँड्नको लागि मात्र बनाएको बाटो हो कि त है बाटो चाहिँ दामी थिएछ तर हिँड्नु चाहिँ बिहानै हिँड्नु पर्थेछ यो जङ्गल गले जस्तो भाइ साथीहरूलाई कहाँ छोडेर आयो होइन क्या दामी देखेको है झन् अझै एउटा त हिमाल त झन् बवाल देख्दो रहेछ त त्यो पल्लो डाँडा र भन्दा यहाँबाट चाहिँ दामी देख्दो रहेछ क्या हिमाल चाहिँ तर यो उसले छल्लिसकेछ कि बादलले छल्लेछ नि बादलले छल्यो हिमाल डाँडाबाट चाहिँ ओह्रालो हेर्नुपर्छ है कस्तो देख्दो रहेछ अहिले त गर्मी पो हुन्छ अघि चिसो हुँदै थियो
आयो घाँटी चेपे चेपे यस्तो गर्छ फेरि त्यस्तो पनि हुन्छ र यस्तो पनि कहीँ हुन्छ र घाँटी चेप्न पाइन्छ र ल है गाई छ खसी हेर्ने भन्नु त मिलेन कसैले बनाएको अमानत ल हेर्नु होला त्यहाँ पारि डाँडामा चाहिँ साथीहरूलाई छोडेर आएको यो डाँडा पल्लो डाँडा त्यहाँ चाहिँ पल्लो डाँडा साथीहरूलाई चाहिँ छोडेर आएको म त्यहाँबाट हिँड्दै आएको क्या अघि कस्तो दामी रहेछ डाँडा डाँडा पनि आमामा हो आमामा बादल सरी सरी कस्तो दामी देखेको है यो हेर्नु त जुन चाहिँ यति रहेछ र त गर्मी भयो यहाँ आइपुग्दा चाहिँ तर हिँड्ने बाटो बनाइदो रहेछ दामी रहेछ यहाँ पनि बाटो है मजाले सोलिङ गर्दैन भनेको रहेछ कस्तो चिन फुलले गर्मी भयो त लु यति खोकालेर हिँड्नुपर्छ ल साँढेबाट भएछन् बादल सरी झरी बनी पछि लाग्यो है यस्तो दामी बुके फुल फुलेछन् होइन दामी दामी अब त्यहाँ डाँडामा पुगेर हेर्दा चाहिँ कस्तो देखिएला है साथी हो पुग्न लाग्यो बाटो ल है डाँडामा आयो है आमामा ल दामी ओ मा गो टुरो ल धुम्मा लाग्न थाल्यो तल साथीहरू गीत आउँदैछ रेशमीको पछ्यौरी अल्झेछ जङ्गली काँडैमा झुल्के घाममा हेर्न हे कान्छी जो अन्तु डाँडैमा भन्दै अब एकछिनमा म पनि जान्छु गीत गाउन झुल्के घाम हेर्न हे कान्छी जो अन्तु डाँडैमा ल है बाटो हेर्नु है बाटो ठिक लाग्यो कस्तो लाग्यो तपाईँलाई बाटो दामी छ बाटो दामी छ यहाँबाट पनि दामी देख्दो रहेछ भ्यू त कस्तो दामी देख्यो डाँडा ल अब चाहिँ फर्केको म पनि त्यहाँबाट उता त नजानु पर्यो